सो हेलो एन्ड गुड मर्निङ एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ मिनी ब्लगमा। आज हामी मुडे गाउँतर्फ जाँदैछौँ। बाटोमा यस्तो सुन्दर दृश्यहरू हेर्दै यात्रा गरिरहेका छौँ। आजको यात्रा विशेष छ किनभने हाम्रो नयाँ कमेडी सिरियल हरिलट्ठकको पहिलो एपिसोडको सुटिङ गर्न जाँदैछौँ। अहिले मौसम पनि एकदमै राम्रो छ, वरिपरि हरियाली र रमाइलो दृश्यहरू पनि देख्न सकिन्छ। र सुटिङ स्पोटमा पुग्ने बित्तिकै साथीहरू डान्स गर्न थाले र यता भने मेकअपको काम धमाधम चलिरहेको थियो। डान्स गर्दा गर्दै थाकेर मेरा साथीहरू चाहिँ मस्त सुतेर फोन हेर्दै थिए। त्यसपछि सबैजना सुटको लागि रेडी भयौँ र मेरो साथीले एउटा कला पनि देखाइदियो। त्यो कला चाहिँ तपाईँहरूले पनि सुन्न सक्नुहुन्छ। हाम्रो हेन्सम गाईहरू सानोतिनो रमाइलो पछि हामी चाहिँ धमाधम सुटिङ गर्नतर्फ लाग्यौँ किनकि हामीलाई आकाशबाट पानीले मिसकल गरिसकेको थियो र भन्दा भन्दै आकाशबाट पानी पनि धर्कियो र पानी रोकिने बित्तिकै हामीले चाहिँ सरासर सुटिङको काम सक्यौँ। र यता भने चाहिँ फोटोसुट चलिरहेको थियो। मेरो साथी त्यही हो, बरु भात खान छोड्छ, डान्स गर्न छोड्दैन। र हामीले सुट गर्ने घरको आल्चालाई पनि व्यवस्था गरिदियौँ र आल्चा खाँदै खाँदै हामी चाहिँ घरतर्फ लाग्यौँ। र बाटोमा आउँदा आउँदै चाहिँ हामीले डाइनोसरको दाँत भेट्यौँ। सबैजना आफ्नो तालमा थिए, कसैलाई डाइनोसरको दाँतको मतलबै थिएन, त्यही भएर सुजन दाइले चाहिँ डाइनोसरको दाँतलाई चाहिँ भित्तातिर व्यवस्था गरिदिनु भयो। बिस्तारै बिस्तारै हामी सबैजना रोडमा झर्यौँ र गाडी पर्खिन थाल्यौँ। गाडी चाहिँ आएन, त्यही भएर सबैजना आफ्नो तालमा अगाडि बढ्यौँ। कोही पछाडि कोही अगाडि हुँदा हुँदै हामी चाहिँ दिक्तेल बजार झरिसक्न लागेको थियौँ। र दिक्तेल बजार पुग्ने बित्तिकै हाम्रो चाहिँ खाजा खाने प्लान भयो र एमी क्याफेतिर छिर्यौँ र सबैजना मस्त बसेर डाइनोसरको गफ गर्दै खाजा खायौँ। अनि हरिलट्ठकको पहिलो एपिसोड चाँडै नै स्पार्क अर्जुन च्यानलमा अपलोड हुनेवाला छ र सबैजनाले गएर सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि दबाउनुहोला। थ्याङ्क्स फर वाचिङ गाइज।